तपाईहरु सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। आज हामी परमेश्वरको वचनलाई सुन्ने छौं अनि परमेश्वरले तपाईँ र मलाई के बोल्न चाहदै हुनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्नेछौं। प्रियहरू, परमेश्वरले आज मलाई यो कुरालाई बाँड्नलाई भनिराख्नु भएको छ। प्रियहरू, विशेष गरी यो समय चाहिँ हामी पारिवारिक प्रार्थना किन महत्त्वपूर्ण छ भन्ने कुरालाई हामी चर्चा गर्नेछौं। प्रियहरू, अनि अहिलेको समयमा हेर्यौं भने प्रियहरू, धेरै परिवारहरूमा प्रार्थना सँगै भइराखेको छैन। अहिलेको समयमा हेर्यौं भने प्रियहरू, छोराछोरी आमा बुवाको प्रार्थना भइराखेको छैन। तर म तपाईलाई के चाहिँ भन्न चाहन्छु भन्दा चाहिँ नि प्रियहरू, अहिलेको समयमा फिल्म हेर्न परिवारहरू सँगै जान्छ, घुम्नलाई सँगै जान्छ, प्रियहरू सपिङ गर्नलाई सँगै जान्छ, होटलमा खाना खानलाई सँगै जान्छ। तर घरमा सँगै प्रार्थनाको जीवन चाहिँ भइराखेको छैन भनेर म तपाईलाई बताउन चाहन्छु। प्रियहरू, धेरैचोटि परिवारहरूले परमेश्वरलाई पहिलो प्राथमिकता नदिँदै गर्दा परिवारमा प्रार्थनाको जीवन, प्रार्थनाको वेदी हुन सकिराखेको छैन। प्रियहरू, अनि तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा चाहिँ के हो भन्दा परिवार चाहिँ समाजको पहिलो पाठशाला हो भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। प्रियहरू, प्रार्थना परिवारलाई आत्मिक रूपमा जोड्ने सुन्दर माध्यम हो भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, जब जब परिवारमा प्रार्थना हुन्छ प्रियहरू, परिवार प्रेममा बढ्दै जान्छ, समझदारीमा बढ्दै जान्छ, धैर्यतामा बढ्दै जान्छ र प्रेम गर्ने कुरामा र विश्वास गर्ने कुरामा बढ्दै जान्छ भनेर म तपाईलाई बताउन चाहन्छु। प्रियहरू, यदि परिवार चाहिँ नि प्रार्थनाको जीवन छ भने परिवारमा त्यो परिवारको घर चाहिँ चट्टानमाथि बसालिएको हुँदछ भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। प्रत्येक घरको यदि सिर चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भने त्यो परिवारमा प्रार्थनाको जीवन हुन्छ भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। जब परिवार सँगै प्रार्थना गर्छ, केवल धार्मिक अभ्यास मात्र होइन, आत्मिक जीवनको यो आधार पनि बन्छ भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। पुरानो करार र नयाँ करारमा हेर्नुभयो भने परिवार कसरी परमेश्वरसँग केन्द्रित हुने भन्ने कुरालाई बताएको हामी पाउन सक्छौँ। प्रियहरू, अनि परिवार चाहिँ समाजको आधार हो र आत्मिक रूपमा बलियो परिवारले स्वस्थ समाज निर्माण गर्छ भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। प्रियहरू, जब सँगै प्रार्थना हामी गर्छौँ हाम्रो परिवारमा एकता आउँछ, हाम्रो परिवारमा मिलाप आउँछ, हाम्रो परिवारमा सहायता गर्ने कुरा आउँछ, हाम्रो परिवारमा दुःख र सुख बाँड्ने कुरा आउँदछ। प्रियहरू, अनि धेरै परिवारमा झगडा हुँदै गर्दा, धेरै परिवारमा अशान्ति हुँदै गर्दा, धेरै परिवारमा अमेलताको कुरा हुँदै गर्दा, धेरै परिवारमा टाढा सम्बन्धहरू हुँदै गर्दा प्रार्थनाले चाहिँ नजिक ल्याउने गर्दछ भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। नि प्रार्थना किन महत्त्वपूर्ण छ भन्दा चाहिँ प्रियहरू, परमेश्वरलाई घरको केन्द्र बनाउनको लागि प्रार्थना महत्त्वपूर्ण छ। प्रियहरू, म तपाईलाई यो 24 अध्यायको 15 पद बताउन चाहन्छु। म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर यहोशूले भनेको छ। प्रियहरू, नि यो वचन तपाईँ र मेरो लागि पनि हो। प्रियहरू, हामीले पनि म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर हामीले बताउन आवश्यक छ। प्रियहरू, यो पदले यो देखाउँछ जब परिवार मिलेर परमेश्वरको सेवा गरिन्छ, परमेश्वरसँग प्रार्थना गरिन्छ, परमेश्वरलाई बढाइ गरिन्छ नि हाम्रो घरनाबाट परमेश्वरको महिमा हुँदछ र हाम्रो घरनाको केन्द्र चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँ र मैले थाहा गर्न आवश्यक छ। दोस्रो कुरा चाहिँ नि प्रियहरू, एकता र मेलमिलाप चाहिँ प्रार्थनाले बढाउने गर्दछ परिवारमा। किन भन्दै गर्दा धेरैचोटि परिवारमा लडाई छ, अविश्वास छ, विभाजन छ, रिस छ, डाहा छ, घृणा छ, तिरस्कार छ। प्रियहरू, यो हुँदै गर्दा पनि नि
प्रार्थनाले चाहिँ सबैजनालाई एकतामा लिएर आउँछ र परमेश्वरको उपस्थितिमा लिएर आउँदछ भनेर म तपाईँलाई बताउन चाहन्छु। किन भन्दै गर्दा जब तपाईँले मत्ती 18 अध्यायको 20 पदमा हेर्नु भने यहाँनिर यसरी लेखेको छ, जहाँ मेरो नाउँमा एक वा दुई भेला हुन्छौ त्यहाँ मेरो उपस्थिति हुन्छ भन्ने कुरा परमेश्वरको वचनले तपाईँ र मलाई सिकाएको छ। म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, तपाईँको घरमा प्रार्थनाको वेदी तपाईँले बनाउनु भएको छ जहाँ चाहिँ परमेश्वरको उपस्थिति हुँदछ भनेर म तपाईँलाई सोध्न चाहन्छु प्रियहरू। जब हामीले परिवारमा प्रार्थना गर्छौँ नि प्रियहरू, हाम्रो परिवार चाहिँ एकतामा र मेलमिलापमा बढ्दछ र तपाईँको परिवार चाहिँ मण्डलीमा र समाजको लागि परमेश्वरको गवाई हुन सक्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ नि प्रियहरू, बालबालिकालाई सही शिक्षा दिनको लागि पनि तपाईँ र मेरो घर परिवारमा प्रार्थनाको वेदी हुन आवश्यक छ। किन भन्दै गर्दा प्रिय हितोपदेश 22 अध्यायको 6 पदले यसरी भन्छ, बालकहरूलाई उसले हिँड्नु पर्ने मार्गमा तालिम देऊ। प्रियहरू, यो संसारले हाम्रो छोराछोरीलाई धेरै कुरा सिकाउँदै गर्दा त्यो भन्दा पनि माथि हामीले सोच्न आवश्यक छ। हामीले हाम्रो छोराछोरीलाई परमेश्वरको मार्ग सिकाउन आवश्यक छ, परमेश्वरसँग संगति कसरी गर्ने भनेर सिकाउन आवश्यक छ, परमेश्वरलाई कसरी उचाल्ने र परमेश्वरको कुरालाई कसरी आज्ञा पालन गर्ने भन्ने कुरा तपाईँ र मैले हाम्रा छोराछोरीलाई सिकाउन आवश्यक छ। यदि तपाईँ र मैले तपाईँ र मेरो छोराछोरीलाई परमेश्वरको विषयमा हामीले सिकाएनौँ भने प्रियहरू, उनीहरूलाई संसारले तानी पठाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब हामीले देखि उनीहरूलाई परमेश्वरमा विश्वास गर्नलाई, परमेश्वरलाई श्रद्धा गर्नलाई, परमेश्वरलाई प्रेम गर्नलाई हामी सिकाउँछौँ नि प्रियहरू, पारिवारिक प्रार्थनाले हाम्रो छोराछोरीलाई परमेश्वरको राज्यको लागि तयार गरिराखेको हुन्छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि अर्को कुरा प्रियहरू, जब हामी प्रार्थना गर्छौँ नि परिवारमा प्रियहरू, हाम्रो चिन्ता हाम्रो समस्यामा हामीले विजय र शान्ति पाउँदछौँ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। किन भन्दै गर्दा नि प्रियहरू, हाम्रो प्रत्येक परिवारमा विरामबाट कोही न कोही हामी गइराखेको छौँ होला, आर्थिक अभावबाट हामी गइराखेको छौँ होला प्रियहरू, हाम्रो परिवारमा अभाव छ होला, हाम्रो परिवारमा झगडाहरू छ होला, हाम्रो परिवारमा लडाइहरू छ होला र भविष्यको चिन्ता छ होला। तर म तपाईँलाई बताउन चाहन्छु, जब हामी प्रार्थना गर्छौँ हाम्रो जीवनको चिन्ता र समस्याबाट हामीले छुटकारा पाउन सक्छौँ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब हामी परिवारमा प्रार्थना गर्छौँ नि, प्रार्थनाले चाहिँ हामीलाई र हाम्रो परिवारलाई चाहिँ शक्ति प्रदान गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु। पारिवारिक प्रार्थना किन महत्त्वपूर्ण छ भन्ने कुरा हामीले सुनिसकेका छौँ प्रियहरू। म तपाईँलाई पारिवारिक प्रार्थना चाहिँ किन हुन सकेको छैन त यो 21 सेन्चुरीमा धेरै विश्वासीहरूको घरमा म यो कारण चर्चा गर्न चाहन्छु प्रियहरू। अनि धेरै परिवारहरूले चाहिँ परिवारमा प्रार्थना गर्न सकिराखेको छैन प्रियहरू। आज व्यस्त जीवनशैली भएको कारण बलिदान र प्राथमिकता परमेश्वरलाई दिन सकिराखेको छैन प्रियहरू। तपाईँ र मैले हेऱ्यौँ भने धेरै अत्याधिक व्यस्तताको कारणले पनि प्रियहरू पारिवारिक प्रार्थना हुन सकेको छैन। अभिभावकहरू आफ्नै काममा व्यस्त, छोराछोरी पढाइमा व्यस्त र अरू गतिविधिमा व्यस्त भएको कारणले हामीले प्रार्थनालाई कम मूल्य दिइराखेको छौँ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। समयको व्यवस्थापनको अभावले गर्दा पनि प्रार्थना हुन सकिराखेको छैन भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। तपाईँ र मेरो समय नहुँदै गर्दा पनि नि हामीले पारिवारिक प्रार्थना गर्न सक्दैन रहेछौँ भन्ने कुरा तपाईँ र मैले बुझेका छौँ। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, आध्यात्मिक प्राथमिकताको कमी। प्रियहरू, अहिलेको समयमा चाहिँ नि हामीले प्रार्थनालाई भन्दा पनि नि भौतिक कुरालाई प्राथमिकता दिइराखेको छौँ। पैसाको कुरा, सुविधाको कुरा हामीले पहिलो ठाउँमा राखिरहेको छौँ र पारिवारिक प्रार्थनालाई चाहिँ दोस्रो ठाउँमा राखेको छौँ या हामीले गरी पनि राखेको छैनौँ। तर म तपाईँलाई बताउन चाहन्छु, मत्ती 6 अध्यायको 33ले के भन्दछ भन्दा पहिले परमेश्वरको राज्यको खोजी गर भन्ने कुरा चाहिँ त्यहाँनिर बताएको छ।
तपाईँ धन सम्पत्तिमा माथि हुनुभयो तर आत्मामा तपाईँ मर्नुभयो भने त्यसले तपाईँलाई केही फाइदा गर्दैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, यदि हाम्रो आध्यात्मिक जीवन चाहिँ नि अथवा हाम्रो आत्मिक जीवनमा चाहिँ कमी कमजोरी छ, आध्यात्मिक कुरालाई हामीले कम प्राथमिकता दिएको छौँ भने पनि हामीले प्रार्थना गर्न सकिराखेको छैन प्रियहरू। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, प्रविधिको प्रभावले गर्दा पनि हामीले पारिवारिक प्रार्थना गर्न सकेका छैनौँ। किन भन्दै गर्दा बुवा एकतिर कुनामा यसरी हुन्छ, आमा एकतिर कुना यसरी हुन्छ, छोराछोरी एकतिर कुनामा यसरी भइराखेको हुन्छ प्रियहरू। अनि इन्टरनेट भन्ने कुरा तपाईँलाई म बताउन चाहन्छु। इन्टर भनेको चाहिँ भित्र, नेट भनेको चाहिँ जालो, त्यसले तपाईँ र मेरो जीवनलाई कब्जा गरिराखेको छ प्रियहरू। त्यो इन्टरनेटबाट अब तपाईँको परिवारहरू निस्केर परमेश्वरसँग प्रार्थनाको वेदीमा आउन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मलाई टिकटकले भुलाउन नपाओस्, तपाईँ र मलाई फेसबुकले भुलाउन नपाओस्, तपाईँ र मलाई युट्युबले भुलाउन नपाओस् प्रियहरू, तपाईँ र मलाई परमेश्वरको उपस्थितिले भुलाएको होस्। आमेन। म तपाईँलाई यो कुरा बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ के हो भन्दा आत्मिक नेतृत्वको अभाव। जब घरमा बाउ आमाले प्रार्थना गर्ने कुरामा अगुवाई गर्दैन नि प्रियहरू, छोराछोरीले पनि प्रार्थनामा बस्ने मन गर्दैन प्रियहरू। यदि तपाईँको घरमा आत्मिक नेतृत्वको कमी छ भने म तपाईँलाई बताउन चाहन्छु, आजै तपाईँले परिवारमा प्रार्थना सुरु गर्नुभएको होस् भनेर म प्रार्थना गर्न चाहन्छु। यदि तपाईँ आत्मामा चाहिँ तपाईँ कमजोरी हुनुहुन्छ भने नि तपाईँले प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँ कमजोरी हुँदै तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ। तपाईँ घरको अभिभावक भएको कारणले प्रार्थना सुरु गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को कुरा चाहिँ नि पारिवारिक प्रार्थना नहुनु सक्नुको कारण चाहिँ आन्तरिक मतभेद र सम्बन्धको दूरीको कारणले पनि प्रियहरू हामीले पारिवारिक प्रार्थना गर्न सकिरहेको हुँदैनौँ। अर्को कुरा चाहिँ मिलाप नहुँदै गर्दा पनि, किन भन्दै गर्दा जब एउटा विश्वासी घरमा लडाइँ झगडा हुन्छ नि, त्यहाँनिर भनावन हुन्छ, दुश्मनी हुन्छ नि, त्यो कारणले गर्दा पनि परिवारमा चाहिँ नि प्रार्थनाको वेदी हुन सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को चाहिँ आत्मिक विश्वास र ज्ञानको कमीले गर्दा पनि हामीले घरमा प्रार्थनाको वेदीलाई खडा गर्न सकिराखेको हुँदैनौँ। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यदि तपाईँ आत्मविश्वास र ज्ञानमा कमी हुनुहुन्छ भने नि प्रियहरू तपाईँले पारिवारिक प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु, तपाईँको आत्मिक कमी कमजोरीले तपाईँको प्रार्थनाको जीवन रोक्नु हुँदैन। किन भन्दा तपाईँलाई आत्मिक पोषण दिने चाहिँ प्रार्थना र परमेश्वरको वचन हो भन्ने कुरा तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। अनि विशेष गरी पारिवारिक प्रार्थना नहुनुको कारण हामीले हेरौँ प्रियहरू, यदि तपाईँले प्रार्थनालाई आफ्नो परिवारमा सुरु गर्नुभयो भने त्यहाँनिर शक्ति र सामर्थ्यको कुरा हुन थाल्छ र परमेश्वरको बारेमा तपाईँ र मेरो छोराछोरीले, तपाईँ र मेरो घर परिवारले जान्न थाल्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीले हाम्रो कुरालाई भन्दा नि परमेश्वरको कुरालाई महत्त्व दिन आवश्यक छ प्रियहरू। अनि परमेश्वरसँग प्रार्थना गर्नु भनेको पनि नि प्रियहरू सेवा गर्नु हो उहाँको भनेर तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले पुरानो करार र नयाँ करारमा हेऱ्यौँ भने नि परिवारमा गरेको प्रार्थनाको उदाहरण तपाईँ र मैले धेरै पाउँछौँ प्रियहरू। पहिलो उदाहरण तपाईँ र मैले अयुबको जीवनमा हामीले पाउन सक्छौँ। जब तपाईँ र मैले अयुब 1 अध्यायको 5 पदमा हेऱ्यौँ भने त्यहाँनिर अयुबले चाहिँ आफ्ना छोराछोरीको निम्ति बलिदान चढाउने कुरा हामी पाउन सक्छौँ। यसको मतलब चाहिँ अयुबको छोराछोरी पनि बुवासँगै बसेर आफ्नो पापको पश्चाताप गर्ने कुरा हामी त्यहाँनिर पाउन सक्छौँ प्रियहरू। अनि यो कुराले यो पनि देखाउँछ कि अभिभावकले आफ्नो छोराछोरीको लागि प्रार्थना गर्न आवश्यक छ भन्ने कुरा यो घटनाले हामीलाई देखाउँदछ र बुझाउँदछ प्रियहरू। छोराछोरीको लागि प्रार्थना गर्ने जिम्मेवारी चाहिँ आमा बुवाको हो भनेर पनि म तपाईँलाई बताउन चाहन्छु। जसरी अयुबले आफ्नो छोराछोरीको निम्ति
प्रार्थना गरेको छ र बलिदान चढाइकन उसले पाप क्षमाको लागि परमेश्वरसँग गुहार गरेको छ। प्रियहरू, त्यति मात्र होइन, अब्राहमको घटना हेर्नुभयो भने अब्राहमले पनि नि आफ्नो परिवार लोतको निम्ति र सदम र गमोराको निम्ति के गरेको छ? प्रार्थना गरेको कुरा हामी पाउन सक्छौँ। विशेष गरी म यो समय बताउन चाहन्छु, यहोशूको जीवनबाट यहोशूले मिठो कुरा भन्छ, म र मेरो घरनाले चाहिँ परम प्रभुको सेवा गर्नेछ भन्ने कुरा उसले बताएको छ। यसको मतलब चाहिँ तपाईँको परिवार र तपाईँ चाहिँ परमेश्वरप्रति समर्पित हुनुपर्छ भन्ने कुरा हामीले थाहा गर्न सक्छौँ। प्रियहरू, जब एउटा अभिभावक चाहिँ प्रार्थनामा खडा हुन्छ नि, छोराछोरी पनि प्रार्थनामा खडा हुँदछ भन्ने कुरा चाहिँ हामीले पुरानो करारबाट थाहा गर्न सक्यौँ। त्यति मात्र होइन प्रियहरू, जब तपाईँ र मैले नयाँ करारमा हेर्नु नि कर्नेलियसको घटना तपाईँ र मैले पाउन सक्छौँ। ऊ चाहिँ प्रार्थनाको मानिस र उसको घरनाले प्रार्थनामा समय बिताएको कुरा हामी पाउन सक्छौँ। त्यति मात्र होइन प्रियहरू, तपाईँ र मैले पाउललाई हेऱ्यो भने पाउलले तिमोथीको विश्वास र घरनाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ। प्रियहरू, आमा र उसको हजुरआमाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ। यसको मतलब तिमोथीको घरमा प्रार्थनाको जीवन जिउने उसको आमा, उसको हजुरआमा र ऊ नै थियो भन्ने कुरा पनि हामी पाउन सक्छौँ। अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु, अभिभावकले सन्तानको लागि प्रार्थना गर्नु कति महत्त्वपूर्ण छ भन्ने कुरा तपाईँ र मलाई आजको वचनले सिकाउँछ। त्यति मात्र होइन, जब परिवारहरू मिलेर प्रार्थना गर्छ नि, परमेश्वरको सेवा र आराधना गर्न सकिन्छ भन्ने कुरा। अनि प्रियहरू, घर नै प्रार्थना र विश्वासको पहिलो स्थान हो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। प्रियहरू, अनि म तपाईँलाई बताउन चाहन्छु पारिवारिक प्रार्थना चाहिँ कसरी गर्ने त? यदि तपाईँलाई थाहा छैन भने नि पहिलो कुरा चाहिँ तपाईँले समय र स्थान तय गर्नुहोस्। तपाईँको परिवारमा बिहान र बेलुका कतिखेर तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, समयलाई तपाईँले थाहा गर्नुहोस्। अनि अर्को चाहिँ स्थानलाई तपाईँले सेलेक्ट गर्नुहोस्। तपाईँको घरमा कुन कोठामा कहाँनिर बसेर परमेश्वरको निम्ति वेदी बनाउने र परमेश्वरलाई उचाल्ने भने थाहा गर्नु म तपाईँलाई बताउन चाहन्छु नि। यो चाहिँ नि प्रियहरू, नियमित रूपमा बसिकन तपाईँले प्रार्थना गर्नलाई म उत्साह दिन चाहन्छु। अनि त्यो समयमा तपाईँले छोटो भजन र कोरस गाएर परमेश्वरलाई उचाल्दै तपाईँहरूले पारिवारिक प्रार्थनालाई अगुवाई गर्न सक्नुहुन्छ। अनि उदाहरणको लागि आजको दिन ईश्वरको राज पहिले खोजी गर भने कोरस गाउँदै तपाईँले परमेश्वरलाई उचाल्न सक्नुहुन्छ। जब तपाईँले यसरी भजन र कोरस गाउँदै परमेश्वरलाई उचाल्नुहुन्छ नि, यसले तपाईँको सङ्गतिको माहौललाई एकदमै राम्रो बनाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु नि। तेस्रो कुरा चाहिँ नि, तपाईँको पारिवारिक प्रार्थनामा चाहिँ नि प्रियहरू बाइबल अध्ययन हुन एकदमै महत्त्वपूर्ण छ। प्रियहरू, तपाईँले बाइबलको खण्डलाई अध्ययन गर्नु सबै परिवार मिलेर। अनि अर्को कुरा चाहिँ अध्ययन गरिसकेपछि तपाईँको परिवारमा एकअर्काबाट सेयरिङ गर्नुहोस्। प्रियहरू, के जान्नुभयो, के सिक्नुभयो, जसले गर्दा तपाईँहरूको विश्वास चाहिँ परमेश्वरको वचनमा के हुन्छ, जडा गाडिन्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अहिलेको ट्रेन्ड चाहिँ के छ भन्दा नि प्रियहरू, पारिवारिक प्रार्थना भन्ने बित्तिकै लौ प्रभु धन्यवाद भन्ने एकैछिन 1 मिनट 2 मिनट 5 मिनट छ। तर म तपाईँलाई बताउन चाहन्छु, जबसम्म तपाईँले तपाईँको पारिवारिक प्रार्थनामा बाइबल अध्ययन गर्नुहुन्न, तपाईँले के विश्वास गर्ने र छोराछोरीलाई के सिकाउने भन्ने कुरा तपाईँले थाहा गर्नुहुन्न भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। बाइबल अध्ययन एकदमै महत्त्वपूर्ण छ पारिवारिक प्रार्थनाको लागि। अनि अर्को कुरा चाहिँ तपाईँले व्यक्तिगत रूपमा सामूहिक प्रार्थना गर्नुहोस्। प्रियहरू, प्रत्येक सदस्यहरूसँग प्रार्थनाको विषयहरू सोध्नुहोस्। अनि देशको लागि प्रार्थना गर्नुहोस्। तपाईँको परिवारमा धेरैजना बाँचेको छैनन् होला प्रियहरू, उनीहरूको लागि प्रार्थना गर्नुहोस् र प्रत्येकजनालाई धन्यवाद दिनुहोस्। परमेश्वरले दिनुभएको स्वास्थ्यको लागि, जीवनको लागि, उद्धारको लागि, मुक्तिको लागि तपाईँले परमेश्वरलाई धन्यवाद दिनुहोस्। अनि प्रियहरू, तपाईँले प्रार्थनामा समय बिताउन सक्नुहुन्छ नि। अन्त्यमा चाहिँ नि तपाईँले के गर्नुपर्छ भन्दा घरको मूल व्यक्तिले
प्रार्थनामा अगुवाई गर्नुहोस् र सबैको लागि आशिष र सुरक्षा बोल्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। सबैजनाले आमेन भनेर तपाईँले पारिवारिक प्रार्थनालाई सक्नुहुन्छ। म तपाईँलाई केही सुझावहरू दिन चाहन्छु प्रियहरू। अनि पारिवारिक प्रार्थना चाहिँ गरे जस्तो होइन, साँच्चै गरे जस्तो गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। यसको लागि तपाईँले 30 मिनटदेखि 60 मिनट समय छुट्याउनुहोस् प्रियहरू। तपाईँहरू सङ्गतिमा बढ्न चाहनुहुन्छ भने, तपाईँ परमेश्वरमा बढ्न चाहनुहुन्छ भने तपाईँले यसरी गर्न सक्नुहुन्छ। नि यो पारिवारिक प्रार्थनामा साना साना छोराछोरी छन् भने उनीहरूलाई पनि तपाईँले सहभागी गराउनुहोस्। किनभने हामी साना साना भनेर वास्ता गर्दैनौँ, तर म तपाईँलाई बताउन चाहन्छु साना साना नै भोलि पछि गएर ठुला हुन्छन् परमेश्वरको राज्यको लागि। म तपाईँलाई यो बताउन चाहन्छु। नि प्रत्येक बिहान र बेलुका तपाईँले के गर्नुहोस्, पारिवारिक प्रार्थनालाई अभ्यास गर्नुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। धेरैचोटि प्रियहरू हामीलाई यो लाग्न सक्छ पारिवारिक प्रार्थना केवल धार्मिक अभ्यास मात्र हो भनेर। यो पारिवारिक आत्मिक र नैतिक भावनात्मक रूपमा जोड्ने माध्यम पनि हो भनेर म बताउन चाहन्छु। के तपाईँको घरमा प्रार्थनाको वेदी छ? तपाईँ प्रार्थनामा समय बिताइराख्नु भएको छ प्रियहरू? यदि छैन भने तपाईँले आजै पारिवारिक प्रार्थनालाई सुरु गर्नुहोस्। जब तपाईँले पारिवारिक प्रार्थनालाई सुरु गर्नुहुन्छ नि तपाईँको परिवार चाहिँ छिमेकीको लागि गवाही हुन थाल्दछ। दुःखको कुरा चाहिँ नि के छ भन्दै गर्दा अहिले सँगसँगै प्रार्थना नभएको कारण धेरै बालबच्चाहरूले गलत बाटो अपनाइराखेको छन्। तर म तपाईँलाई बताउन चाहन्छु अहिले नै समय हो, पारिवारिक प्रार्थना अहिले नै सुरु गर्नुहोस् भनेर म तपाईँलाई उत्साह गर्न चाहन्छु। जब तपाईँले पारिवारिक प्रार्थना सुरु गर्नुहुन्छ नि अनि तपाईँले यसुले भने चाहिँ भन्न सक्नुहुन्छ म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर। आमेन। प्रभुले तपाईँहरू सबैजनालाई आशिष गर्नुभएको होस्। जय मसीह।